आज हाम्रो फार्ममा गहुँ दाउनी गर्ने दिन परेको छ। गहुँ दाउनी गर्नका लागि चाहिँ हामीले थ्रेसर मेसिन प्रयोग गर्दैछौँ। थ्रेसर मेसिनले गहुँको बालीबाट दाना छुट्याउने काम गर्छ। हजुरहरूले देख्न सक्नुहुन्छ मेसिन मजाले चलिरहेको छ। काम गर्ने तरिका पनि एकदम सजिलो छ। मेसिनको यो भागलाई चाहिँ इनलेट भनिन्छ। पहिले काटिएको गहुँ हुन्छ त्यसलाई चाहिँ हामीले मेसिनको इनलेटमा हाल्छौँ। भित्र चाहिँ एकदमै छिट्टो घुम्ने ड्रम हुन्छ जसमा दाँत जस्तो भाग हुन्छ। त्यो घुम्ने ड्रमले चाहिँ बालीलाई पिट्छ र दाना छुट्याउने काम गर्छ। त्यस पछाडि दाना र पराल यता छुट्टिन्छ अनि भारी भएको दाना जति चाहिँ तल झर्छ र छाली जति चाहिँ हावासँग बाहिर फालिन्छ। त्यस्तै मेसिनमा ब्लोअर हुन्छ हैन, अनि ब्लोअरको प्रयोगले गर्दाखेरि यसले धुलो र यो फुस्रो छुवालीलाई अलग गर्छ अनि यो अलग भएपछि चाहिँ यो निस्केको गहुँ चाहिँ सफा हुन्छ। थ्रेसर मेसिन प्रयोग गर्दा चाहिँ ध्यान दिनुपर्ने कुराहरू चाहिँ के छ भने यो मेसिनमा गहुँ हाल्दा एउटा स्टिडी फ्लो चाहिन्छ। धेरै एकैचोटि हाल्दाखेरि चाहिँ जाम हुन सक्छ अनि स्पिड र सेटिङ मिलाउन पर्छ यसको। ठिक स्पिड भएन भने चाहिँ दाना राम्रोसँग छुट्टिँदैन अनि धेरै नोक्सान हुन सक्छ। हामीले यो गहुँ बाली आफ्नै फार्ममा उत्पादन गरेका हौँ र दाउनी पछि चाहिँ हामी यो दानालाई सुकाएर भण्डारमा राख्छौँ। थ्रेसर प्रयोग गर्दाखेरि समयको धेरै बचत हुन्छ र हामीले पहिले जसरी यो म्यानुअली गरेको काम भन्दा चाहिँ यसको एफिसियन्सी चाहिँ अलिक धेरै हुन्छ। हजुरहरूले यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्ता खेतीका अरू भिडियोहरू हेर्नका लागि चाहिँ हामीलाई सब्सक्राइब गर्न नबिर्सिनु होला।